प्राय हामी सबैलाई प्रकृतिसँग नजिक हुन मनपर्छ, तर त्यस्तो प्रकृति कहाँ छ जहाँ सोचे भन्दा पनि सयौं गुणा सुन्दर छ, जहाँ इन्टरनेटको दुनियाँदेखि पनि धेरै बाहिर रहन्छ। आफूसँग भएको पीर चिन्ता तनावलाई भुलाइ खुल्ला प्रकृतिसँग सम्बन्ध गाँसिन्छ। यी सम्पूर्ण कुराले भरिपूर्ण गन्तव्य हो बडीमालिका पाटन, जहाँ पुग्दा लाग्छ सब थोक यही छ। सहरको धुवा धुलो, मानिसहरूको भिडभाडदेखि टाढा, पाटनमा चढिरहेका भेडाका बठानहरू जसलाई जति नै हेर्दाखेरि पनि मन अगाउँदैन। बडीमालिका मन्दिर यहाँ माथि छ भने हाम्रो बाटो यो छ र यहाँदेखि तलतिर हेर्दाखेरि चाहिँ यस्तो पुरा 90 डिग्रीमा तल यसरी भिड छ, जहाँ चाहिँ यसरी हेर्दाखेरि